back to my channel. It's me Simon Gurung. So आज चाहिँ हामी जाँदैछौँ चटाचट मार्केट. चटाचट कि चटाच्याट समथिङ के भन्छ हैन. सो रुम यही हो हैन. हिजो आएर अब निस्किने. अब कति भने ब्रेकफास्ट टाइम 10 बजेसम्म छ. 20 मिनेट्स रहेको छ. ब्रेकफास्ट लिने हुने अनि चटाचटमा दिनभरि लाग्छ. सो हिजो बेलुका चाहिँ एकछिन 7-11 तल गयो अनि सो बेलुका वकमा गएर फर्किहाल्यौँ. अब हेरौँ मार्केट यहाँको मार्केट बबाले चलेको टाइप अफ सुनिरहेको. सो त्यही भएर हेरौँ हाउ इट गोज, कस्तो कस्तो छ के छ. सो हेर्दै जाउँ. स्टे ट्युन गाइज. लो तो गाडी आइसकेछ लिन. यो होटल बसेको चाहिँ अब जाने म अगाडि. कहिले बनाउँछ त्यो पो. सो यही हो जंक्शन मार्केट. Ellie is so happy. Hippie girl, hippie. 160 baht. 2 for only 300 baht. You want? Ellie, you want? No, I don't. Please come and get this. Please. Oh, it feels so good on you. Ellie. What do you want? What do you want, madam? Madam. Tourist Thailand? Tôi có pa cái rồi à, có pa. Uniqlo, confused under that like, got that unique. That confused. Money हेर्दै हिँड्नु परेको डाउ यसो यतिकै हेर ल. ए युनिक त रहेछ हैन. युनिकलो अस्ति नि युनिकको टी सर्ट मन पर्यो ड्याडलाई. 400 समथिङ. 400 नेपाली. यहाँ लेखिरहेछ त 120 बाट भनेर. बोल्दैन कपडा ठिकै हो. युनिक ले मम्मी हेर्दा नेपाली 500 सम्म. 500 राम्रो है. नेपाल 500 जति पर होला हो. 120 बाट भनेपछि यति यो भित्रको होला. यो बाहिर कारकै होला. त्यो बाहिर कारकै होला त होइन. युनिक हौ. UNIQ युनिकलो हौ. मेरो युनिकलो हो. ड्याड मेरो क्याच हान्ने हुन्छ. डिफ्रेन्ट हुन्छ. युनिकलो लेखेको हुन्छ. ड्याडले छोडिहाल्यो. हातै छोड्यो अहिले. युनिकलो हो भन्दै पुरै भन्दै हुन्छ. युनिक साला कपी पो रहेछ. ड्याड कपी भनेर रिसाएर गएको अरे. यसले कपी पो रहेछ साला.อันนี้มันโฟจิกแล้ว होइन यो हुन्छ कि त्यो होलसेलहरूको त्यस्तो हुन्छ क्या. यो बेला चाहिँ के भन्छ त्यसलाई सबैले पाउने टाइपको. स्मेल पनि उस्तै छ नि त फेरि. थाइल्यान्ड लाने सुटकेस किन्छु भनेको होइन. त्यसो हेर्नु चाहिँ ठिकै छ. त्यस्तो लिनु यसो गर्ने खालको त मैले चाहिँ
देखिन है टु बी अनेस्ट केटा हो यस्तो ए है ल ठिकै छ है लिमै भन्ने चाहिँ कि मलाई त्यस्तो लागेको अब केटीहरूलाई राम्रो लाग्न सक्छ यस्तो सानो के सामानहरू दिनु चाहिँ नत्र त यो होइन अलि युनिक यो बरु ठिकै छ यो 120 भने यो नेपाली 500 यो चाहिँ ठिकै छ नि 6 प्याक कमिङ ओके मेरो पनि 100 रुपियाँको सलहरू यस्तो टाइपको हुन्छ 100 6वटामा त्यस्तो वाउ त केही छैन हो यो चाहिँ केटीहरूलाई ठिकै हो 280 बाट भने यस्तो के हो र 350 बाट भने यिनीहरू चाहिँ अलिक राम्रो अघि हेरेर राम्रो थियो ठिकै थियो मलाई हेरेर आउँदैन केटीहरूको जस त्यो इन्टु 4 गर्दाखेरि 1000 समथिङ कति 1100 समथिङ कति भेट्ला ठिकै हो ठिकै छ नि लाएर बसिरहेको छ ठिकै हो त्यस्तो नट बाउ फर मी घुम्नु ओर्नु इट्स गुड बट नट फर लङ टाइम आई डोन्ट फाइन्ड द्याट मच मजा गयो सो त्यहाँ चटचटबाट निस्केर चाहिँ अब हिँडेको एमबीकेतिर त्यहाँ खासै त्यस्तो उयो लागेन सस्तै थियो कुनै राम्रै थियो अब केटीहरूलाई चाहिँ ठिकै थियो यसले बरु केटीहरूलाई ठिकै थियो थिएन त्यो जामा ठिकै होइन र 1400 समथिङ कति ठिकै हो ल कि अब यसलाई मन नपरेको सक्छ त्यस्तो खै त्यही भएर निस्केको हामी चल्दै गयो सिस्टम दामी नि मम्मी 2-3 ताले माथि ल्याइवरी छोड्दै जान्छ बिल पनि उनीहरूले नि आफै तिर्छ नि त त्यही भएर त्यसको पनि पैसा उनीहरूले उयो गरेको क्या सो वी आर एमबीके हामी यहाँ त धेरै इन्डियनहरू हुन्छन् नेपालीहरू हुन्छन् एमबीके सेन्टर भन्छ यहाँ चाहिँ पाउँछ यस्तो खालको जुत्ताहरू यो पनि छ स्निकरहरू र गुच्ची के त्यस्तो पाउँछ त्यस्तो टाइपको ब्यागहरू सबै हुनु चाहिँ उयो नै हो त्यस्तो टाइपकोहरू पाउँछ लुगाहरू भयो ब्यागहरू यस्तो टाइप त्यही अघिदेखि त्यही हेर्दै हिँड्दै चाहिँ गुच्ची सुची एलबी सेल्बी सबै पाउँछ पाउन चाहिँ घडी सडी रोलेक्स सबै पाउँछ त्यही नै हो मैले भन्नु सक्ने भनेको केटा हो महँगो मन छ महँगो त के भन्नु इन कम्पेरिजन अब नेपालमा नि प्रडक्टहरू ल्याएर महँगोमै बेचिरहेको हुन्छ यहाँभन्दा महँगै बेच्छ सो त्यसमा आत्तिनुपर्ने कुरा के छैन यो दोकान दुवैतिरबाट भेट्दो रहेछ अघि उताबाट गएको थिएँ म गलेर पनि आएँ सक्यो पानी पर्यो कत्रो पानी परेको पर्दा एकैछिनमै आउँदा अलिक पनि थिएन नि भर्खर 8 मिनट भर्दैन कत्रो पानी आएको त त्यसो रहेर सिजी के यस्तो के ट्राभिस के यस्तो छ केटा
भिन्टेज भित्र त यो 100 नै त हो नि मा यिनीहरू 100 नै हो आम्मामामा यो त के हो नि हेभेन छ त मान्छेलाई त त्यो के अरे एनिमी के बाफ्रे कति हो कति म फेरि यस्तो चिन्दिनँ है कति धेरै हो कुडिया पनि यो भिन्टेजमा चाहिँ त्यहाँनिर राम्रै रहेछ होइन मा गरेर यहाँ क्यामेराहरू यो सब भिन्टेज सामानहरू यताबाट जाउँ न मम्मी खोइ मा आउनुहुन्छ सिधै आउनुहुन्छ क्यामेरा हेर्दा 20% अफ पुरानो क्यामेराहरू क्यामेराहरू त पिन्टेक्सहरू पनि बवाल हो नि यो पिन्टेक्सहरू अन्त पाउनु पनि छोडिसक्यो होला त्यस्तो क्यामेराहरू त यता चाहिँ भिन्टेज छ त्यो यसले लाइट दामी छ है Vespa खाना बनाउनु लगाएर वार्म गर्दैछ खाना खाना खाने छोरीलाई चाहिँ सजिलो हुन्छ क्या मासु पनि सबै थोक पाइन्छ चिकन पनि वार्म अनि खाना पनि यहाँनिर वार्म हुँदैछ सब वार्म गरेर ल्याइसक्यो खाना 3-4वटा मासु छ मान्छे नयाँ आइटम ट्राई गर्दैछु भातको चिकन चाहिँ खोइ गुलियो कस्तो होला जस्तो लागिरहेको छ मलाई लेट्स सी